नमस्ते नमस्कार साथीहरू सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो न्यू भ्लगमा। यति बेला मेरो साथमा हुनुहुन्छ मेरो साधु दाई र साधु दाईले बाइक कुदाउने हुनुहुन्छ र आजको यात्रा भने तल्लो भाङबारीसम्म रहनेछ र यति बेला म गाउँमा रहेको कारण यहाँको माहौल यहाँको अवस्था के कस्तो भइरहेको छ भन्ने कुराहरू सबै मैले भिडियो मार्फत देखाउन गइरहेको छु र हामीहरू जे देख्छौँ हजुरहरूलाई पनि भिडियो मार्फत देखाउन गइरहेको छु र उपारि देख्न सक्नुहुनेछ राङभाङ्गे डाँडा भने अलि तल देख्न सक्नुहुन्छ हात्ती डाँडा हैन र बाटो यस्तै हो साथीहरू गाउँको बाटो हैन ठिकै छ पहिले भन्दा त निकै नै धेरै विकास भइसकेको अवस्था छ गाउँघरमा पनि र हामीहरू चाहिँ यो उकालो चढ्दैछौँ टावर मुनिको बाटो हो र हामी चाहिँ घद्राक भन्ने बाटो हैन माथिल्लो भाङबारी चौथर हुँदै हामीहरू तल्लो भाङबारीसम्म यात्रा गर्दैछौँ। मङ्सिरको महिना छ एकदमै चिसो महिना हैन एकदमै प्यारो लाग्छ अलिकति घाम लाग्दा पनि एकदमै चिसो शिरशिर बतास आइरहेको अवस्था छ र साथीहरू हजुरलाई घागी डाँडाको बाटो हुँदै भिडियोसँगै हजुरलाई पनि तल्लो भाङबारीसम्म लिएर जाँदैछौँ। केही समयपछि चाहिँ हजुरलाई घागी पोखरीको अवस्थाको बारेमा पनि देखाउनेछौँ र यस वरिपरिमा रहेका विभिन्न प्रतीक्षालयहरू पनि हजुरलाई देखाउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला धैर्य गर्नुहोला हामीहरू जे देख्छौँ हजुरलाई पनि त्यो देखाउने नै छौँ र हामीहरू राइट साइडबाट चाहिँ भाङबारी जानेछौँ र लेफ्ट साइडमा चाहिँ घागी पोखरी रहेको छ र साथीहरू यो हेर्नुहोला घागी पोखरी र घागी पोखरीको सेरोफेरो चाहिँ अहिले प्रतीक्षालयहरू पनि बनेको अवस्था छ हैन र हेर्नुहोला एकदमै सुन्दर ठाउँ र उपारि देख्न सक्नुहुनेछ निश्चितिन झिवासमा रहेको काउले डाँडा यतातिर चाहिँ हाम्रो घागी डाँडा नै भइहाल्यो एकदम राम्रो भइरहेको अवस्था छ अहिलेको अवस्था। सबैजना आउनुहोला यो ठाउँ घुम्नलाई एकदमै राम्रो बनेको छ अहिले घागी डाँडा र साथीहरू यति बेला चाहिँ हामीहरू भाङबारीतर्फ लाग्दैछौँ। हामी चाहिँ घागी पोखरीदेखि भाङबारीतर्फ जाने क्रममा छौँ चाहिँ घद्राकको बाटो पनि भनिन्छ माथिल्लो भाङबारी हुँदै तल्लो भाङबारीसम्म हाम्रो यात्रा रहनेछ। एकदमै पत्थरै पत्थर रहेको ठाउँ होइन यति मेहनत यति जोड यति कोसिस गरेर बाटो खोल्नु भएको छ एकदमै राम्रो भइरहेको छ विकासहरू चाहिँ अहिले पहिलेभन्दा देख्न सक्नुहुन्छ तपाईँहरू पनि यहाँनिर चाहिँ बाटो हल्का अप्ठ्यारो रहेको अवस्था छ ओह्रालो अवस्था छ र ढुङ्गाहरू एकदम चल्ला ढुङ्गाहरू रहेको छ। साधु दाई चाहिँ राइडर नै हुनुभएको कारण अहिलेसम्म चाहिँ पल्टाउनु भएको छैन र एकदमै राम्रोसँग चलाइराख्नु भएको छ। अप्ठ्यारो छ है यहाँनिर चाहिँ टर्माउनुपर्छ होइन बाटो चाहिँ फ्रेस छ डोजरले चाहिँ पहिरोहरू सफा गरेर गएको अवस्था छ यो यति बेलाको अवस्थामा भने यतातिर देख्न सक्नुहुनेछ ठाम होइन बाटो सफा गरेर गएको अवस्था छ गाउँपालिकाको डोजर हेर्नुहोस् है साथीहरू म चाहिँ पछाडि बसेर भ्लग बनाउँदैछु होइन भिडियो नराम्रो भए तापनि अन्तिमसम्म हेर्नुहोला के कस्तो अवस्थाहरू रहेको छ होइन अहिले चाहिँ
बाटोमा छौँ हामीहरू। त्यो गर्नु होला। के देख्न सक्नुहुनेछ हजुरले पनि कमेन्टमा भन्नु होला। बाटो चाहिँ राम्रै छ, ठिकै छ। भर्खरै मात्र चाहिँ डोजरले बाटो सफा गरेर गएको अवस्था रहेको छ। यहाँदेखि चाहिँ अब टर्न मार्दैछौँ हामीहरू, राइट टर्न मार्दैछौँ। चाहिँ बिचबाट बारी कट भएको अवस्था छ। बाटो भने राम्रै छ है। राम्रो देखिराखेको अवस्था छ है यति बेला भने। हेर्नु त कति ठुलो बारीको पाटा हो है, एकदमै राम्रो। ल यस्तै छ हो साथीहरू गाउँको बाटो चाहिँ। पहिले भन्दा त धेरै नै विकास भइरहेको अवस्था होइन। अहिले चाहिँ बाटोघाटोहरू निर्माण भइरहेको अवस्था छ, खोलिरहेको अवस्था छ गाउँघरतिर पनि। यो बाटो खोलेको चाहिँ लगभग भइसकेको छ, 3-4 वर्ष भइसकेको छ है। एउटा पारी पारी देखिराख्नु भएको छ अडमारा झिरोबास होइन, क्याङरुङ भन्ने ठाउँ। हाम्रो चाहिँ निस्ती गाउँपालिका वडा नम्बर 3 मा पर्दछ। यो बाटो चाहिँ हामीहरू स्कुल हिँडेको बाटो होइन, इन्टर रोड खोलेर एकदमै राम्रो भइरहेको अवस्था छ। एकदमै याद आउँछ होइन, पहिले आफू हिँडेको बाटोहरू, स्कुल हिँडेको बाटोहरू होइन, एकदमै याद आउँछ कहाँ के कस्तो थियो भन्ने कुरा। र अहिलेको अवस्था चाहिँ एकदमै परिवर्तन भइरहेको अवस्था छ। र यति बेला टर्न मोड्दैछौँ। हाम्रो दाजुले टर्न मोड्दै हुनुहुन्छ। यो चाहिँ माथिल्लो भाङबारीको बाटो है।
र यति बेला साथीहरू पिकनिक कार्यक्रममा जाँदै हुनुहुन्छ। साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ शुभकामना टम्माउँदैछौँ टर्निङमा छौँ र साथीहरू देख्नुभयो होला गाउँको बाटो होइन अहिलेको अवस्था चाहिँ यस्तो छ है। जाडो महिना छ, मङ्सिरको महिना एकदमै चिसो महिना, एकदमै चिसो सिजन छ है। सबैजना आफ्नो ख्याल गर्नुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। कस्तो लाग्यो होइन भिडियो त बनाएको छैन त्यस्तो कस्तो लाग्यो हजुरलाई कमेन्ट गरेर च्यानललाई सकिनेछ। लाइक पनि गर्नु होला। गाडी मान्ने छ